अवस्था चुनौती हुन सक्छ, तर असम्भव होइन। एकादेशमा एउटा हरिगाउँ भन्ने ठाउँमा धेरै प्रयासपछि एक बालकको जन्म हुन्छ। त्यस बालकको जन्मको खबर सुनेर सबै परिवारमा हर्ष छाएको हुन्छ। तर सोचे र चाहे जस्तो जीवन कहाँ हुन्छ र हजुर? एक बिहान विशालको स्वास्थ्यमा निकै कठिनाइ देखेपछि उसको परिवारले उसलाई हतपत अस्पतालतिर लिएर जान्छन्। उसलाई जाँच गर्ने कोठामा लगिन्छ। त्यहाँ आमा र अरू घरका सदस्यहरू निकै चिन्तित हुन्छन्। केही बेर डाक्टरले जाँच गरेपछि डाक्टर बाहिर आउँछन् र उसको परिवारलाई भन्छन्, यो बच्चा त एकदम खास रहेछ। उसलाई भगवानले अरू बच्चा भन्दा बेग्लै तरिकाले बनाउनु भएको रहेछ। खासमा विशालको जन्म डाउन सिन्ड्रोम भएर जन्मेका रहेछन्। यो खबर सुन्ने बित्तिकै उसको परिवारका सदस्यहरू एकदम चिन्तितमा पर्दछन्। उसको आमा र उसलाई हेप्न थाल्दछन्। अब यसमा उसको र आमाको के दोष होइन र? विशालका पिता हजुरबुवा हजुरआमा उसको केही वास्ता पनि गर्दैनन्। तर उसकी आमा भने सधैँ छोराको साथ दिन्छन्। आफूले सङ्घर्ष गरेर छोराको खानपिनको व्यवस्था गरिदिन्छन्। गाउँमा यस्ता बच्चाहरूको लागि विद्यालय नभएकाले उनको आमाले आफू र छोरा विशाल सहरतिर झर्ने प्रयास गर्छिन्। उसको परिवारको साथ बिना पनि उनी सहर आई छोरालाई एक अपाङ्गता विद्यालयमा भर्ना गर्दछिन्। त्यहाँ तिनले आफ्नो छोरा जस्ता थुप्रै बच्चाहरू देख्दछिन् र आफ्नो मन बुझाउन थाल्दछिन्। उनको छोरा भने पढाइ लेखाइमा निकै चाख राख्दथे। दिनदिनै विद्यालयमा सिकाएका कुराहरू घर गई ती कुराहरू गर्ने गर्दथे। यस्तै कोसिस गर्दै उनी अगाडि बढ्न थाले र फेरि गाउँ फर्केर गए। उनी र उनको आमाको आत्मबललाई देखेर घर परिवार र गाउँका मानिसहरू छक्क पर्नको साथै माया र ममता दिन थाले र उनीहरू आफै शर्मिन्दामा परी मानिस भएर कसैलाई पनि भेदभाव गर्न हुने रहेनछ भन्दै पश्चातापको आँसु झार्न थाले र विशाल र उनको आमा रमाउँदै जीविकापार्जन गर्न थाले।